वाट्सअप गाइस ल यो हाम्रो यो अब बुङ्गुर सुँगुर काटेर हैन पुरै के गरेर मरमसला गर्दै हुनुहुन्छ रेडी गर्दै हुनुहुन्छ हैन मासु काट्दै भुट्टाको लागि हैन मजाले भुट्टाको लागि मजाले काट्दै हुनुहुन्छ त्यही भएर अब मजाले खान पर्छ आज भुट्टा चाहिँ खान पर्छ है गाइस गगन गौडामा मजाले भुट्टा खानुपर्छ मेरो भान्जाले पुरै मसला भुट्टाको लागि मसला पिस्दै हुनुहुन्छ हैन हैन भान्जा यो पार्ट 2 हो गाइस भुट्टाको लागि पुरै उ गर्दै हुनुहुन्छ यो चाहिँ यहाँ हाम्रो 5 किलो हामी पोखराबाट बाइकमा 14 जना आछौँ 14-15 जना 5 किलो मासु हो यो अलग्गै भुट्टा हाम्रो लागि अलग्गै भुट्टा उहाँ भाइ यहीँको हुनुहुन्छ है अनि मजाले अब पकाउने ठाउँ पनि देखाइदिन्छ है गाइस यो गगनबाट उहाँ मासु काट्दै हुनुहुन्छ हैन अझै भ्याइएको छैन यो चाहिँ यो भुट्टा पकाउने ठाउँ यी भाँडो बसाल्दै हुनुहुन्छ अब मजाले भुट्टा बनाउँदै हुनुहुन्छ हैन अङ्कल मेरो अङ्कल उहाँ पनि अङ्कल उहाँ दाइ जेठान दाइ अब भुट्टा बनाउँदै हुन्छ मजाले यो पार्ट 2 है गाइस मजाले पार्ट 2 हो हाय दाइ ल यो भुट्टा हैन त भुट्टा पोखराको गगन गौडामा पुरै कालो सुँगुर पाक्दैछ हैन अब यहाँ उता फेरि बनाउँदै हुनुहुन्छ 14-15 जना छौँ हामी मजाले हुन्छ पार्ट 3 पनि आउँछ अहिले खाना पाक्दै गरेको भिडियो पनि आउँछ 2-3 मिनेटको है गाइस 2-3 मिनेटको भिडियो चाहिँ आउँछ गाइस ल मजाले यहाँ मकै खेती पनि रहेछ मजाको मकै खेती गगनगौडाको बजार है गाइस गगनगौडाको बजार यो है गगनगौडाको बजार हो यहाँ घडेरी चाहियो भने घडेरी पनि छ गाइस है यहाँ पुरै 9 लाख रुपियाँ आना रहेछ 5 आनाका जग्गा रहेछन् गगनगौडामा पुरै प्लाटिङ गरेको रहेछ हैन यो गगनगौडा बजार है गाइस यो गगनगौडा बजार है गाइस मजाको छ ठुलो एरिया रहेछ गगनगौडा पनि मजाको छ है गाइस ल अहिलेलाई चाहिँ यो पार्ट 2 चाहिँ अब अहिलेलाई यति नै छ है त गाइस अहिलेलाई यति नै छ गाइस यहाँ छाता ओढ्दै आउनुपर्छ भान्जाजी बा छाता ओढ्दै आउनुपर्छ भान्जाजी मेरो भान्जा राखिदिन्छु अहिलेलाई चाहिँ है त गाइस